अन्तरिम सरकार गठन भइसकेपछि बालेन शाहको ग्रान्ड डिजाइन भन्ने कोही बालेन शाहमा लाई चाहिँ शङ्कास्पद तरिकाले हेर्न थाले। विभिन्न कोणबाट मान्छेहरूले अहिले बालेन शाहको क्रिटिसाइज गर्न थाले। तर बालेन शाह नबोलेको देख्दाखेरि झन् त्यसमा बल पुगेको छ के। बालेनजी केही त बोल्नुहोस् न यार, यो चित्तै बुझेन के। विभिन्न मान्छेहरूले विभिन्न थरीका कुरा गर्न लाग्यो कि यस्तो कुरा सुन्दाखेरि मजै आउँदैन। केही त बोल्नु पर्यो, राति राति स्ट्याटस ठोकेर मात्रै हुन्छ। यसको स्पष्टीकरण दिनु पर्यो के। यहाँ धेरै भ्रमहरू सिर्जना भइसक्यो कि। तपाईँ हेर्नुहोस् त यस्ता यस्ता कुराहरू सुन्न पाइए चाहिँ विभिन्न थाले मान्छेहरूले कुरा गर्दैछन्। अब जेनजी पुस्ताका युवाहरूले पनि लिडरहरूले पनि अब तपाईँमाथि शङ्काको दृष्टिकोणले हेर्दैछन्। के हो कुरो खासमा बोल्नु पर्यो के बोल्दैछन्। एकछिन सुनाउँदै हेर्नु त विभिन्न थरीका मान्छेहरू कुराहरू सुनाउला। नगरपिता बालेन शाहबारे पनि अब नयाँ ढङ्गले सोच्नुपर्ने भएको छ। आगो सल्काउने तर निभाउनका लागि कुनै भूमिका नखेल्ने व्यक्ति काठमाडौँको मेयरको कुर्सीमा किन सक्, यो प्रश्न अब तपाईँ हामी सबैले गर्नुपर्ने भयो। जसरी जेएनजी मुभमेन्टलाई अगाडि बढाउनु भयो